जय मसिंहहरू सबैजनालाई। आज हाम्रो चर्चको 2025 को पिकनिक यो डोमेन मेजेरे भन्ने पार्कमा आज हामी भेला भएका छौँ र यो वाटरमेलन हाम्रो प्रवीणले छानेर लिएर आएको छ। कस्तो छ वाटरमेलन? गुलियो मिठो। पूर्ण दाइले यहाँ पुरा सेयर गरिराख्नु भएको छ र हामी सबै यहाँ चर्चको लगभग सबैजना भेला भइसकेका छौँ। हेलो जयमसी। अनि हाम्रो यहाँ चिया बनिँदैछ। यहाँ चाय बनाउने हाम्रो बुहारी हुनुहुन्छ अनि भाउजूले यहाँ दालहरू सब्जीहरू बनाउँदै हुनुहुन्छ अनि यहाँ मेरो श्रीमती हुनुहुन्छ अनि उहाँले गर्ने काम सबै गरिसक्नु भएको छ। अनि यहाँनिर हाम्रो भाइ बिनाहरू गीत गाउँदै बसिराख्नु भएको छ। हाम्रो साइमोन, हाम्रो मिलन भाइ, जयमसी 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 बुनु, जयमसी बुनुलाई स्वागत छ। तिमी कस्तो लाग्यो तिमीलाई? एकदम दामी दामी है। दामी भनेपछि एकदमै मन परेछ। यहाँ भाइहरू, हेलो जयमसी एभ्रिवान, जयमसी विवेक। अब हाम्रो अझै मान्छेहरू भेला हुँदैछ, बाटोमा आउँदैछन् अरू। हाम्रो बाबा यहाँ खरबुजो खाँदै आनन्द लिइरहनु भएको छ। छैन ल है जयमसी है सबैजनालाई। जयमसी, पूजा, आइना, जयमसी। मिठो छ खरबुजो? खरबुजो चाहिँ मैले चुज गरेको होइन, प्रवीणले चुज गरेको हो। हाम्रो यहाँ हाम्रो विक्रम बा र अनि हाम्रो सचिव बाले बसिराख्नु भएको छ। जयमसी जयमसी। हाम्रो एल्डर बुवाले यहाँ सबै काम सकेर चाहिँ सबैलाई खुवाएर बसिराख्नु भएको छ। अनि हाम्रो माइजूहरू सामानहरू ल्याउँदै हुनुहुन्छ। हाम्रो सुषमा भाउजूहरू आउँदै हुनुहुन्छ। ल जयमसी भाउजू, ल वेलकम। दाजु आज मात्रै आउनुहुन्छ होला, भाउजू चाहिँ आइपुग्नु भयो। आज वाटरमेलन चाहिँ एकदमै वाटरमेलन चुज गर्ने मान्छे यहाँ हुनुहुन्छ। ठिक छ ठिक छ, होइन सर्भिस बिचरा यसो सर्भिस गर्दै हुनुहुन्छ, गर्दै दिनु नि। हाम्रो अब सङ्गति सुरु हुने बेला भएको छ र सङ्गतिमा हामी सबैजना भेला भइसकेका छौँ। कोही छैन खानेकुराहरू। सुब्रता खोइ तिमीले खाएको? खै अब हाम्रो सङ्गति पछाडि हाम्रो खानेकुराहरू सुरु भएको छ। यहाँनिर
सबैजना यहाँ अचारहरू बनिरहेको छ। तिमीलाई अप्ठ्यारो भएन? यहाँनिर हाम्रो मामा खानेकुराहरू हातबाट यहाँनिर भइरहेको छ। दाल पनि यता हाम्रो बुहारीले मासु बाँडिराख्नु भएको छ। यता भाउजूले ल वा 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 लु समीक्षा समीक्षा लु खोइ राजु खोइ राजु राजु लु ल ल ल ल ल ल होइन सबै त भाग्यो हामीले एकै छोडेर गयो तिमी पनि नाच्ने आउन बुझ्नु अब सम्हाल्नु भागैमा आउनु पर्यो लु लु ल है ल धन्यवाद तपाईँलाई त्यति भए पनि माथि माथि जस्तो लाग्छ हराइरहँ जस्तो लाग्छ